आलु र मुन्टाको सब्जी, इस्कुसको मुन्टा, आलु सबै घरमै फलेको। यो चाहिँ चटनी, यो टिम्बुरको अचार, अर्ग्यानिक दहीको टिम्बुरको अचार। किनेमा आलु र मुन्टा। त्यो किनेमा पो हो, म त चटनी पो भनिरहेको थिएँ। किनेमा हो त्यो दहीको झोल भयो। भयो थ्याङ्क यू। त्यो दही चिचिला बोकाएर आरामले खानु। तेल गरेर आनीहरू छ यिनीहरू। आउँदैन छ आफैदेखि